हेलो गाइजहरू, यो हाम्रो गाउँ सर यहाँबाट उता पहाड देखिन्छ घरहरू। गाइजहरू यतै। ओहो, के छ बाबु भाइ, खबर ठिक छ? यता हेरौँ। ओह, बुवाले यता गोठतिर काम गर्दै हुनुहुन्छ। नानी हेलो भन, हेलो भन न, हेलो भन, हेलो खासहरू भन न, हेलो गछहरू भन्दै हुन। ल हेर्नुहोस्, गछहरू भन न। बाख्रा छ यता, सानो पाडो भैँसी होइन। सट्ट ल हेलो हेलो भन न, हेलो भन बाउ, यता यता मलाई। ओ त्यस्तो गर्ने होइन, मात्तिन्छ भाइ, मात्तिन्छ। किन हान्ने दिदीलाई? दिदीलाई हान्नुहुन्न। ल गाइजहरू, यता घर बनाउँदैछन्। यता माथि पनि गाउँ छ, तर रुखै रुखले छेकिएर केही छैन। यी कोदो फुलिरहेछ, सिमी छ। गाइजहरू यता यस्तो छ होइन, यता यस्तो छ। यता घर बनाउँदैछन् मिसेस राधा खडेलले। ओहो गाइजहरू, अझ हात हल्लाउँदै हुनुहुन्छ। यता यता यस्तो छ गाइजहरू। ल हो, यहाँबाट यस्तो आज आकाश चाहिँ सफा देखिएको छ। यता बाटोको हालत खराब छ। तलतिर धानबारी। नानी कता गयौ? यता मम्सीले चिया खाँदै, हुनुहुन्छ। नानी बाबुहरूलाई दुध खुवाउँदै। गाइजहरू यता फुल फुलेका छन्। यी साइकल चलाउँदैछन् यता। ल साइकल चलाऊँ, साइकल। ल ल ल, पार्किङ हो त्यहाँ, पार्किङ गरेर दुध खाने। ल ल ल, फुलहरू फुल्दैछन् गाइजहरू। अब तिहार दसैँ आउँदै, तिहार दसैँ त आइसक्यो भनौँ, तिहार पनि आउँदैछ गाइजहरू। आकाश बहुत सफा छ। यता पनि धानबारी छ, यता बाँसघारी। गाइजहरू हामी घरमा आउने बाटो यही हो। सर जाँदैछौँ। सर आँप फलेको छैन, आँप फल्ने सुरसार छ। यता भोगटेको रुख छ। अम्बा त कति हो, कति खाने अम्बा त। सर यो बाटो हुँदै फायर रोडको बाटोमा आइन्छ। दाउराहरूको सङ्ग्रह छ। यता केराहरू, पर लप्सीको बोट छ। यता बडार छ। यस्तो भएछ अम्बा। ल है गाइजहरू, अब हामी चाहिँ अब फेरि अब यता लाग्ने कोसिस गरियो। यी घर ठक्क लाएर भनेर भएन के अरे। ल यही नै हो घर वरिपरिको दृश्य। ल त गाइजहरू, यहाँ गर्दैछन् केटाकेटीहरू। हेलो आमा, ल ल ल, मेरो भलगमा देखिनुभयो तपाईँहरू। ल पिङ खेल्दैछन् केटाकेटीहरू, दसैँको पिङ सर र। ल भाइलाई उसमा समातेर मच्याउ। हो त्यसरी। ल ल ल ल ल ल भाइ, अब दिदीको पालो। ल मैले भिडियो नि खिच्छु। म तिमीहरूले नियम तोड्यौ भने, ल यता छोड, नियम तोड्यौ भने मैले कारबाही गर्छु। कारबाही लट्ठीले हान्छु। एकदम ज्ञानी भएर खेल्ने हो। ल है, लट्ठी यहाँ छ मेरो पछाडि, यहाँ मैले राखेको छु लुकाएर। ल ल ल ल नानु, ल खेल मजाले। केटाकेटीलाई दसैँ आएछ राम्रो। यस्तो सानोमा यस्तो रमाइलो गर्ने दिनहरू गइहाल्यो।
मैले नियम तोड्यो भने मैले पिटिहाल्छु। ल भयो ल, हस्।